हामीले सकुन्जेली त गर्नै पर्यो नि त हौ, गर्नै पर्यो। के गर्नु र, त्यही पनि घाउ लागि मजा आउँछ चियाबारीमा काम गर्दा। भिजेर हुन्थ्यो नि, त्यो पनि भिज्दैन। चियाबारीमा काम गर्दा मजा आउँछ पानीझरीमा। पानी परेको बेला चाहिँ के गर्नुहुन्छ? छाता ओढेर टिप्नुहुन्छ? कति बजीदेखि कति बजीसम्म टिप्नुहुन्छ? 9 बजीदेखि 3 बजीसम्म। यो चिया कहाँको मिलमा जान्छ? कहाँको मिलमा जान्छ? यो चिया हाम्रो चाहिँ साङ्गिला मिलमा जान्छ, अनि हामी साङ्गिलालाई दिन्छौँ। अनि हाम्रो चाहिँ अर्गानिक बगान हो, कुनै बेसादीहरू परेको हुँदैन यसमा। अनि पत्ती पनि थोरै आउँछ, तर हाम्रो अहिले त घाम लागेको छ, पानी परेको छैन त्यति। अलिअलि पानी आउन जस्तो। यो चियाको भनेको त अर्गानिक हो, यो कुनै बिसारी परेको पनि छैन। अनि पत्ती पनि आउँदैन त्यति। गाई बस्तुको गउँतहरू लगाएर चाहिँ बनाएको चिया हो। अनि हाम्रो चाहिँ चिया त यस्तै छ। अब के गर्नु, आफ्नो त एउटा हात पनि चल्दैन, तर अब एक हात भए पनि त टिप्नै पर्यो, दुःख सुख गर्नै पर्छ। यहाँको त साह्रै मिठो हुन्छ होइन? अर्गानिक पत्ती त मिठो हुन्छ नि, कुनै बिसारी छैन, यसमा रोगको डर हुँदैन। अर्गानिक कुरा खायो भने अनि हाम्रो त सबै कुराको अर्गानिकै हो नि त। अनि बिसारी कुनैमा पर्दैन, राम्रो छ हाम्रो चियाको त। अनि टिपाइ पनि यस्तो छ, दबाई औषधी नहालेको अरू धेरै खेताला पनि छन् के? ती दुईजना मात्रै हो तपाईँहरू चाहिँ? हामी त यति दुईजना मात्रै हो, पत्ती नै छैन अहिले। अरू पनि खेताला बोलाउनु नि। अहिले पत्ती नै आएको छैन, खेताला बोलाएर के गर्नु, हामी आफै टिप्छौँ नि। अनि साङ्गिला मिललाई दिन्छौँ पर नेपाल। छोरा मान्छेले चाहिँ यहाँ चिया टिप्दैनन्? छोरा मान्छेहरूले चाहिँ यहाँ आएर चिया टिप्दैनन्? छोरा मान्छेहरूले त चिया टिप्दैनन् त, खालि हामी छोरी मान्छे मात्रै टिप्छौँ। छोरा मान्छेले त टिप्दैनन् त। अब यस्तै भए पनि के गर्नु। घाम लागेको बेला चाहिँ साह्रै रमाइलो हुन्छ नि चियाबारीमा। पानी परेपछि पिरो लागेको देखिन्छ पुरा। पिरोले केही देखिँदैन, वरपरको ठाउँ देखिँदैन पिरोले। चियाबारी देखिन्छ। पानी आउँदा त गाह्रो हुन्छ। यो चियाको जाली हो, त्यसमा चिया हालेर लानुहुन्छ घरमा। दिनका दिन पानी परेको परे, बाटो सबै छैन। हात दुख्दैन चिया टिपेको गर्दा? दुख्छ नि, हात पनि दुख्छ, के गर्नु। अब नगरौँ भने हुँदैन, कसले गरिदिन्छ र। अब आफैले गरेर खानुपर्छ, आफ्नो भोलिका लागि। अब दुःख सुख यस्तै गर्नु पर्यो नि। छोराछोरी त छन्। योभन्दा अझै मसिनो चिया पनि टिप्छन् नि मान्छेले, त्यो चाहिँ टिप्नुहुन्न तपाईँहरू? त्यसलाई चाहिँ के पो भन्छन् हौ? नै टिप्छौँ हामी चाहिँ। हामी सुइरा त्यसलाई सुइरा भन्छन् होइन मसिनो? योभन्दा अझै सानो सुइरा कत्रो हुन्छ? सुइरा भनेको यत्रो हुँदैन, यत्रो। अब त्यहाँ चाहिँ सुइरा टिप्ने मान्छेकोमा हरेक कुरा अब लगाएको पनि हुन्छ। हाम्रो चाहिँ यो अर्गानिक पत्ती हो, केही लगाएको हुँदैन। गाईको गोबर लगाएको हुन्छ, अनि गहुँत लगाएको हुन्छ।